कक्षा 10 मा अध्ययन गरिरहनुभएका भाइ-बहिनीहरूको लागि आज हामीले कक्षा 10 को यो ओपिटी म्याथको हामी ट्रिग्नोमेट्रीको विभिन्न क्वेसनहरू गर्नेछौँ, जो चाहिँ हाम्रो एसएससीको लागि महत्त्वपूर्ण क्वेसनहरू रहेका छन्। र आज चाहिँ हामीले लिएका छौँ एउटा ट्रिग्नोमेट्रीबाट एउटा क्वेसन लिएका छौँ, जुन एकदमै इम्पोर्टेन्ट क्वेसन छ। यो एसएससी 2082 को लागि क्वेसन यस प्रकार रहेको छ: सेक 4 थीटा - 1 डिवाइडेड बाई सेक 2 थीटा - 1 इक्वल टु tan 4 थीटा - cot थीटा छ। हामीले चाहिँ यो सेक 4 थीटा - 1 बाई सेक 2 थीटा - 1 इक्वल टु tan 4 थीटा - cot थीटा हुन्छ भनेर प्रुभ गर्नुपर्ने छ। अब यसको लागि हामीले के गर्ने भनेपछि tan र cot भनेको हाम्रो के हुन्छ, sin बाई cos, थीटा भनेको tan थीटा हुन्छ भने cos बाई sin थीटा भनेको के हुन्छ, cot थीटा हुन्छ। अब हामीले चाहिँ यो सेकलाई चाहिँ के को लगाउनु पर्यो, sin र cosको फर्ममा लगेर हामीले सोल्भ गर्नु पर्यो। यसलाई चाहिँ यसरी सोल्भ गरिन्छ। सबैभन्दा पहिला एलएचएस लिउँ। एलएचएसमा के छ हाम्रो, सेक 4 थीटा - 1 डिवाइडेड बाई सेक 2 थीटा - 1। अब यो सेक थीटा भनेको के हो त, सेक थीटा भनेको 1 बाई cos 4 थीटा हो। सेक थीटा भनेको 1 बाई cos थीटा भयो। अनि सेक 4 थीटा भनेको के हुन्छ, 1 बाई cos 4 थीटा - 1 डिवाइडेड बाई, अनि सेक 2 थीटा भनेको के हुन्छ त, त्यसरी नै 1 बाई cos 2 थीटा - 1 हुन्छ। अब हामीले के गर्ने अब के गर्ने भनेपछि अब हामीले यस टर्मलाई चाहिँ के लिधौँ, एलसिएम लिधौँ। यो एलसिएम के हुन्छ, 1 माइनस यी दुईटैको एलसिएम के हुन्छ, यसको पनि यो डेनोमिनेटरमा के छ, 1 छ। 1 छ भने दुईटैको हामीले के गर्नु पर्यो, डेनोमिनेटरलाई सेम बनाउनु पर्यो। त्यसको लागि के गर्ने, दुईटैको एलसिएम cos 4 थीटा लिने। अब यसको 4 cos थीटा सधैँ छ। अब यो हाम्रो 1 बाई cos 4 थीटाको डेनोमिनेटरमा 4 थीटा cos 4 थीटा सधैँ छ माइनस। अब यसको पनि हामीले के गर्ने, यसको पनि हामीले डेनोमिनेटरमा चाहिँ के गर्ने, cos 4 थीटा बनाउने। त्यसको लागि हामीले के गर्ने, हर र अंश न्युमेरेटर र डेनोमिनेटर दुईटैमा चाहिँ यसको हामीले cos 4 थीटाले मल्टिप्लाई गरिदियो भने हाम्रो के हुन्छ, डेनोमिनेटर सेम हुन्छ। अब हामीले के गर्ने, cos 4 थीटा डिवाइडेड बाई सेम प्रोसेस तल पनि गर्ने, 1 माइनस हाम्रो एलसिएम के हुन्छ, cos 2 थीटा हुन्छ भने माथि के भयो, cos 2 थीटा भयो हो। अब हाम्रो के हुन्छ, अब हामीलाई के थाहा छ भनेपछि 1 माइनस cos 4 थीटा डिवाइडेड बाई cos 4 थीटा इन्टु यो के हुन्छ, यो चाहिँ cos 2 थीटा डिवाइडेड बाई 1 माइनस cos 2 थीटा। यो के भएको भनेपछि यो हामीले चाहिँ यसको यो डेनोमिनेटर चाहिँ योसँग चाहिँ हाम्रो यो डिभाइडको रुल अनुसार चाहिँ के गरेको भनेपछि यो cos 2 थीटालाई चाहिँ माथि राखेको यो न्युमेरेटरमा जान्छ र यो माथिको चाहिँ के हुन्छ, यो डेनोमिनेटरमा जान्छ। यिनीहरू चाहिँ के हुन्छन्, उल्टिन्छन् भन्ने हो है। अब यति भइसकेपछि अब के गर्ने, तपाईँ बहिनीहरू, अब यो 1 माइनस cos 2 इन्टु 2 थीटा गर्नु मिल्छ। यो 4 थीटालाई हामीले के गरेको भनेपछि 2 एङ्गल चाहिँ 2ले यो 2 इन्टु 2 थीटाको रूपमा चाहिँ लेखेको हो। अब यसलाई हामीले के लेख्यौँ, cos 4 थीटा इन्टु cos 2 थीटा डिवाइडेड बाई 1 माइनस cos 2 थीटा। अब यो किन यस्तो गरेको भन्ने लाग्ला, यो भनेको हाम्रो के हो, यो भनेको हाम्रो के हो भनेपछि 1 माइनस cos 2 थीटाको टाइममा भयो। यो 1 माइनस cos 2 थीटा भनेको हाम्रो के हो त, 2 sin स्क्वायर 2 थीटाको के हो, फर्मुला हो। यो डिवाइडेड बाई अब के भयो, cos 4 थीटा इन्टु यतापट्टि जस्ताको त्यस्तै cos 2